हेलो गाइज, के छ हालखबर? सन्चै हुनुहुन्छ होला। फेरि पनि मेरो नयाँ भिडियो रियाक्सनमा तपाईँलाई स्वागत छ। रियाक्सन भिडियोमा आज चाहिँ हामी रियाक्सन गर्न जाँदैछौँ आशिका तामाङ दिदीको। अनि आशिका तामाङ दिदीको चाहिँ एउटा थक लाइफ फन भनेर आएको रहेछ, त्यो हेरौँ न त के रहेछ होइन। अनि तपाईँहरूले हेरिसक्नु भएको छ भने फेरि हेरौँ, हेर्नु भएको छैन भने म सँगसँगै हेरौँ है त। अनि त्यही नै हो, स्टार्ट गरे है त। तपाईलाई यसमा कति पैसा दिनुभयो जेनजीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ, अब जो सबैलाई पुग्ने यो उपत्यका भरि त सबैलाई पुग्नेलाई सबैलाई पुग्ने पैसा दिनुभयो? सबैलाई। त्यो पैसा कहाँबाट आयो आशी? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। सुरुमा तपाईले मात्रै हेल्प गर्नु? सुरुमा त मै हो। ब्याङ्कको पैसा झिकेर दिनुभयो? मैले ब्याङ्क निक्ले नि ब्याङ्कबाट टिप्नु भएन, निकाल्ने ब्याङ्कबाट हो क्या रिसिटी। हुम्लामा गएर बस्नु न, म जाँदैछु, एउटा पुल जाँदैछु। जानुस् त ढुङ्गाबाट जोगिनुस्, ढुङ्गाबाट खसेर टक्लक्क ढुङ्गा झरेर टक्लक्क चाहिँ भिरबाट लडेर मान्छे उठेर चाहिँ कहाँ गायब हुन्छ थाहा हुँदैन कडालीमा। एउटा शौचालय बनाइदिनु भयो तपाईँले? शौचालयको कुरा त्यो बनाइदिनुस्, मेरो आग्रह छ। शौचालय त्यहाँको आवश्यकता होइन कि, पहिला बत्ती होइन, बत्ती चाहियो, शौचालय पनि चाहियो। शौचालय जानलाई बत्ती चाहियो क्या, बत्ती नभइकन सर्भर टोकेर मर्छ मान्छेले। आज तपाईँ सत्य बोल्नुहोस्, तपाईँ कोबाट परिचालित मान्छे ठ्याक्कै? म चाहिँ भगवान एकजना हुनुहुन्छ, उहाँ को? पशुपतिनाथमा बस्नुहुन्छ भगवान शिव। तपाईँ अब जान जाँदै के भन्न चाहनुहुन्छ? अब जाँदै जाँदै त अब घर जान्छु म अहिले भन्न चाहन्छु। होइन, अब तपाईँ जरुर नै बस्ने कि नेपालमा? नेपालमै तपाईँसँग कुरा आइरहेको छ अहिले। अनि 14 वर्ष मान्छे जेलमा बसेर उहाँ प्रधानमन्त्री भइरहेछ, म जानु कुन ठुलो कुरो भयो त? कोही पनि नबोल्ने नि, सबै चापचुप। तपाईँ त इभन चापचुप हुनुहुन्थ्यो। म जति बोल्ने बोल्ने मात्रै हो, यहीँ बोल्ने त हो। अहिलेसम्म कति डलर आयो ठ्याक्कै भन्नुहोस्? होइन, अब मैले ठ्याक्कै यति 50-60 लाख चाहिँ बाँडेँ त्यो बेलामा। 50-60 लाख डलरै बाँड्नु? डलर होइन कि, फेरि तपाईँ नेपालमा छु, नेपाली पैसा भन्नु च्यालेन्ज। थ्याङ्क यू। तपाईँले मलाई डिस्टर्ब नगर्नु भन्नुभएको थियो, त्यही भएर बोलाइन। तपाईँ केमा तिम्रो आन्टी जस्तो लाग्छ? He asked me who I am. I'm also asking you who are you? होस् कि नहोस्, 84 आओस्, 84 पछि 88 आउँछ, 88 पछि तपाईँको 79 आउँछ। तत्कालीन सरकारले तपाईँलाई थुन्यो। तत्कालीन होइन, भूतपूर्व भन्नु न। अब कहाँ त तत्कालीन त सुशीलाजीको सरकार अहिले। खत्तम। के यो गरे के नि? यसको माने के? यो के होइन, दर्शन गरे। दर्शन? ल मेरो पनि दर्शन। हिजो आज दर्शन गर्ने नयाँ चलन आएछ। नाम के तपाईँको? आशिका तामाङ। चिन्नुभयो? के गल्ती गर्नुभयो? होइन, चिन्नुपर्छ, यहाँ आउनु। ए ल, अवधि नफाल्नु है, हाले अहिले इसो के ल ल। कस्तो ज्ञानी, लाउ खाऊ। खान्छ हो? इन्ट्रेस्टै छैन उसलाई खानालाई। किसका बुङ्गुरे? आपका बुङ्गुरे? आप रोड में बुंगूर पालन करते हो? भाई रोक। ए दाई बुवा हुनुहुन्छ, नमस्ते। के खानुभयो त भर्खरै? के खानुभयो त भर्खरै? मुहा के हाल्नुभयो त? भोला हाल्नुभयो? भोलाको खोला कहाँ हाल्नुभयो त?
Too many thoughts in my mind, I can't sleep at night, so I just यस्तोमा हालेर लान्छ खसी गाह्रो हुँदैन उसलाई हजुर मान्दैन त यसको नाम सेते तिमीलाई गाडीले हान्छ के यता बस त यसको नाम के हो कुकुर कस्तो मान्छे हुँदैछ कुकुर ओ यसको नाम के हो कस्तो खोइ खोइ हो उसको नाम बाई बाई पिसा फेरि ठाउँ हो यो ओ आशिका दी कुन गाडीमा आएको कुन गाडीमा आउनुभएको नमस्ते उडेर आएको भाइ बहिनी के पैसा माग्नु त भने हजुर के को पैसा माग्नु हामीहरू किनार मान्छे हो किनार मान्छे हो किनार मान्छे कस्तो किनार मान्छे अर्धनारी हो हामीहरू अर्धनारी अर्धनारी चाहिँ मागेर खानुपर्छ काम गरेर खानु हुँदैन too many thoughts in my mind, I can't sleep at night. त्यो बहिनी त काम गरेर खानु सक्छ त भर्खरै छ त बहिनी हो नि त्यो भाइ हो यो देख्नुभयो एक हप्ता अगाडि बनाएको स्ल्याब एकदमै उभाएर छ हैन देख्नुभयो यो देखिन म आँखै देख्दैन तपाईँलाई सम्मान गर्न चाहन्छु म हाम्रो संस्थाबाट गुड्का खाएर कहाँ खानु दाइ सुन्नु उ त्यो छ नि उ त्यो टोइलेट घर हो क्या त्यो पिसाब घर म चाहिँ अहिले प्रगति टोलमा छु ओ मिसेर आउनु न यो चाहिँ अचम्म खाएको यहाँ चाहिँ अचम्म खाएको म हिँड्दै जाँदैछु है बिच रोडमा छु अब भिडियोमा गएपछि यसरी ठोकिन्छु देख्नुभयो किन ठोक्यो होला त यस्तो ओ गाईजु त्यस्तो खानु हुँदैन नि त्यो प्लास्टिकहरू घाँस खान्न ल ल धन्यवाद भन्न थ्याङ्क यू खोइ भने मिठो छ साथी मिठो छ धन्यवाद नि भन्दैन रहेछ कस्तो अचम्मको मान्छे यहाँ सन्चै हुनुहुन्छ घर कहाँ तपाईँको अनि यहाँ एउटा भैँसीज्यूले हेरिरहनु भएको छ नमस्ते हेर्नु कति राम्री आमा ल ओ दाइ के छ खबर ए मान्छे त ल न ल है ल कहाँबाट आइपुग्यो त नि अनि मलाई चिन्नुहुन्छ नाम भन्नु त मेरो हजुर भन्नै पर्छ एउटा मान्छे छिरी चाहिँ यहाँ त बङ्गलाकै मान्छे छिरी अम्मा के आएको उँटको जस्तो यो हेर्नु न यो के भयो यो माथिबाट के आएको कसैले पाएको छैन तिनीहरू आऊ है पाएको जति उनीहरू लाइनमा गएर बस्छ है ल पाएन तिमीले ल हो ल कस्तो ज्ञानी हाम्रो देशको नेताहरू भन्दा ज्ञानी Are you committing me? पोखराको बजार फोहोर हजार पोखराको बजार फोहोर हजार आउनु छ झुठो तिमी जानु सरर आउनु छ झुठो तिमी जानु यो त ओइ के गरे ओइ लौ ओइ घोडे के हो तिम्रो नाम भन त अस्ति के गर्नु घोडाबाट जन्मेयो अब यहाँ त अब भारी बोकाउँछ नेपालमा त विदेशमा भए भए त्यस्तो दुःख हुन्थेन तिमीलाई टिकट त अब हेरेर त के टिकट गर्नु त्यहाँ सरसफाइ हुनु पर्यो टोइलेट हुनु पर्यो त्यो छ कि छैन
हेरेर आउँछु मलाई त्यो झर्नाको फोटोसोटो खिच्नु छैन मैले टिकट चाहिँ अब चेक गर्ने मान्छेसँग म कुरा गर्छु बहिनी है त ए छड्के चेक गर्ने मान्छे नै मै हो क्या ल हिँड Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. एकदमै पुरेर आयो क्या भाइ एउटा गीत एकदम जनक राजा सीता हुन् छोरी जनता हुन् किन धेरै फोरी 15 वर्षपछि पहिला चाहिँ मैले हेर्नु नि कति धेरै मजुरहरू छ हेर्नु त यो कति राम्रो मजुरै हो मजुर तिमी कताको गजुर मयूर के छ कान्छी मजुर ठिक छ एकछिन रोक्नु है तपाईँ रोक्नु एकछिन हेर्नु न कति राम्रो राम्रो मजुरहरू कहाँ तिम्रो घर कति प्यारी झिँगा तिमी एकदम प्यारी ज्ञानी झिँगा हो तिमी ए ल जाऊ उता जा यसको नाम के हो यसको नाम कुकुर कस्तो मान्छे हुँदैछ कुकुरे ए यसको नाम के हो काले कि मोटे यसको नाम तिम्रो नाम सेते हो तिम्रो नाम कत्रो बिग डग त कति मोटो त कुकुरले हेर्नु त आइसक्रिम खाएको आमा ओहो सो नाइस डग यत्रो बिग डग एन्ड सी लाइक टु इट आइसक्रिम एन्ड ही लाइक टु स्लिप इन हिमा यस्तो खालको डग त मैले देखाएको थिइनँ अहिलेसम्म बाई डगी कन्डम लगाऊ डस्टबिनमा हालौ झाडीमा नफालौ यसको पनि यति नै रहेछ अनि हेरेँ कस्तो लाग्यो के लाग्यो तपाईँहरूलाई अनि कमेन्ट सब्सक्राइबर लाइक सेयर अनि त्यही नै हो अनि अरू हेर्न मन लाग्यो भने अरू पनि आउँदैछ त्यसको लागि सब्सक्राइब गर्नुहोस् बेल आइकन बजाइदिनुहोस् त्यही नै हो आजलाई यति नै अब अर्कोचोटि फेरि भेट्नेछौँ अर्को एपिसोडमा हस् त धन्यवाद